सादा भेज छ कि होइन टक्क लाएर हेर्नु न यस्तो दामी फ्रुटहरू है यहाँनिर सब्जी भएर सबैजना एकदम मजा ये बहुत ही अच्छा प्रोग्राम चल रहा है जिसमें हम लोग जो भी ये आज प्रोजेक्ट फिनिश होने पर जिसमें इस छोटे से बच्चे का बहुत बड़ा रोल है जो शुरू से लेकर एंड ऑफ तक बहुत सेफली वर्क किया। इसकी सेफ्टी अवार्ड भी इस बार मिला है एक हफ्ते पहले और मैं बहुत खुश हैं, बहुत इंजॉय किया। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। सो हेलो गाइज, गुड मर्निङ अनि नमस्ते नमस्कार सबैजनालाई। आज म एउटा कुरा भन्न गइरहेको छु होइन गाइज। आज कस्तो हो भने म ठ्याक्कै यो साइटमा काम गरेको लगभग 8 महिना 9 महिना भयो। त्यतिखेर केही पनि थिएन खासमा। एलएनटीको काम हो है। हामी चाहिँ एक्सपर्टाइजको और एलएनटीले हामीलाई रेन्टमा लिएको, हामी काम गर्न आएको यहाँनिर। म चाहिँ अपरेटर हो। सो गाइज होइन, यदि अहिले यहाँनिर क्याम्प पुरा रेडी भएर आज किचन ओपन भएको छ। आज होइन उद्घाटन भएको भनौँ है। र आज के छ कसो छ म तपाईँहरूलाई क्याम्प चाहिँ देखाउँछु। जति देखिन्छ अहिले देखाउँछु, तर म लगभग किचनभित्रको उहरू देखाउँछु तपाईँलाई। आज उद्घाटन भएको, आजदेखि खाना खान सुरु हुन्छ त्यहाँनिर गाइज होइन। सो अरू चाहिँ केही पनि होइन। म यहाँ काम गरेको लगभग 8 महिना जति भयो। त्यतिखेर केही पनि थिएन कि म आउने बेला। र फाइनली आज पुरा होइन पुरै बनाइसक्यो र आजदेखि खाना दिन स्टार्ट हुन लाग्छ। र तपाईँहरूलाई म देखाउँछु। यो एलएनटी कम्पनी हो है। एलएनटीमा काम गरेको हामी। एलएनटी कम्पनीको यो सिबी एरिया, हामी काम गर्ने साइडको नाम चाहिँ सिबी हो है गाइज। यहाँनिर सिनियर जुनियरको क्याम्प बनिरहेको थियो। अब सिनियर जुनियरहरू आएर बस्नुहुन्छ, ठुल्ठुलो सरहरू आएर बस्नुहुन्छ। आज चाहिँ ओपनिङ भएको र यो चाहिँ ठ्याक्कै यो मेन लोकेसन चाहिँ अमला हो है। अमला काम साइडको नाम चाहिँ सिबी एरिया हो। सिबी भनेर पनि चिनिन्छ र तमेमी क्याम्पको पछाडि भनेर पनि चिनिन्छ गाइज होइन। तपाईँहरूलाई म देखाउन गइरहेको छु है। सो लेट्स गो। यो चाहिँ अफिस हो। अनि हेर्नु यति धेरै गाडीहरू लाइनमा छ कि है। आज उद्घाटन भएको, बाहिर त्यति नै छ, यतातिर यो पुरै क्याम्प। पहिला हामी आउने बेला यहाँनिर केही थिएन, बस यस्तै रेगिस्तानहरू मात्रै थियो। रोड बनायो, गाडी यस्तो छ हेर्नु, गाडी यस्तो छ है। सो त्यो यति राम्रो भएको छ नि, मा कसम सोचेको भन्दा पनि राम्रो कि एकदम। हेर्नु है यस्तो बवाल क्या एलएनटी कम्पनी है। यति राम्रो भएको छ नि। हेर्नु मान्छेहरू खाना खान जाँदैछ। आज ओपनिङ भएको, सबैजना खाना खान जाँदैछ। र म तपाईँहरूलाई चाहिँ गाडीहरू यति धेरै छ र म तपाईँहरूलाई चाहिँ पछाडिबाट देखाउँछु ल। म त्यहाँ पछाडिबाट जान्छु। त्यहाँदेखि छिर्दा चाहिँ त्यो चाहिँ अब सिनियरहरूको खाना खाने ठाउँ हो है। त्यो चाहिँ म देखाइरहेको छु तपाईँहरूलाई। सिनियर जुनियरको खाना खाने ठाउँ छ र सिनियरको चाहिँ बनेको छैन, जुनियरको चाहिँ बनेको छ है खाना खाने ठाउँ। हेर्नु यस्तो भएको छ क्याम्प। पानीको ट्याङ्की, खानेपानीको ट्याङ्की 8वटा छ। अनि यता चाहिँ यो फायरको हो। यो चाहिँ सिनियरको हो है। सिनियरको चाहिँ यति केही पनि भएको छैन, यो अब हुन्छ। भोलि या पर्सिमा भइहाल्छ होइन। तपाईँहरूलाई देखाउँदैछु। यस्तो दामी क्या, खतरा छ भनेको खतरा एकदम है। मान्छेहरू छ टन्नै। यो अमला ठुल्ठुलो मान्छेहरू, सरहरू सबैजना हुनुहुन्छ है। अनि सर हेलो किन सर कुछ बोल्न चाहेको सर? हाम्रो के लिए बोल्यो नि, बोलियो सर, बोल्यो नि। थ्याङ्क यू। यो चाहिँ हाम्रो सर हो है। यहाँ ओपनिङ भएको खतरा। हेर्नु यस्तो भइरहेछ अहिले। सबै मान्छेहरू छ यहाँ खाना खाने यो। अनि यो खाना बनाउने चाहिँ एमसिसीको हो। अनि यस्तै सबैजना सरहरू सबै हुनुहुन्छ। यति बवाल छ कि होइन। यो चाहिँ जुनियरको खाना खाने ठाउँ। यो चाहिँ भागीरथ सर, यो इलेक्ट्रिसियनको, यो फोरम्यान, यो चाहिँ अपरेटर। मान्छेहरू छ, सेफ्टी सर पनि त्यहाँ हुनुहुन्छ। आज ठुल्ठुलो मान्छेहरू टन्नै आउनु भएको छ क्या। सब ठुल्ठुलो मान्छेहरू यहाँनिर फिचनर, यो यिनीहरू चाहिँ फिचनर हो है। अनि सबैजना हुनुहुन्छ, केटाकेटीहरू सबजना छ कि।
यस्तो खतरा उद्घाटन भयो कि होइन पुरै छोड्यो क्या म त्यहाँ ऊ काट्ने ठाउँमा चाहिँ त्यो उद्घाटन त्यो रिबन काट्छ नि रिबन काट्ने ठाउँमा चाहिँ रिबन काट्ने ठाउँमा चाहिँ म जान पाएन कि त्यहाँनिर अब म के भनौँ भने इसको वीडियो क्यों नहीं चलो चालू है मिनट किधर है मिनट ऊपर चालू हो चुका है अनि त्यतिखेर चाहिँ जान पाएन कि म मेरै काममा बिजी थियो कि एउटा गाडी आएको छ अनलोड गर्नुपर्ने छ भने होइन अनि त्यसमा चाहिँ मैले अब ल त भनेर म गएको थियो र यता त्यो रिबन काट्ने ठाउँमा होइन उद्घाटन भयो होइन जे पनि थियो कि सबै खाइसकेपछि अब खानै पाएन है अब खाना खान आएको छु खाना खान्छु एकछिनपछि अब खाना खानु रेडी हुन्छ है त्यो चाहिँ क्याम्प हो आजदेखि उद्घाटन एलएनडीको जति पनि मान्छेहरू काम गरेको छ यहाँ एलएनडीमा है खाना खाना अब यहीँ आइन्छ अब यहाँनिर हुन्छ खाना खाने सबैजनाको है यस्तै छ सबजना हुनुहुन्छ है यहाँनिर फ्रिजहरू वहाँनिर फ्रिज छ फ्रिज खाना चाहिँ एकदम अब खाना चाहिँ कस्तो छ त्यो चाहिँ थाहा छैन होइन अहिले खाएपछि थाहा हुन्छ है त्यो पनि भन्नु होला भइरहेको अब यताको गर्मी त्यस्तै हो 50 डिग्री पुगिन्छ यार के गर्नु होइन अब अरू त के भन्नु मान्छेहरू सब फोटो खिच्ने भिडियो बनाउने गरिरहेको छ यहाँनिर उतातिर चाहिँ अब फिजिनर सेफ्टी सर फोरमेन पिएम सिएम सबै हुनुहुन्छ होइन अहिले चाहिँ हामी खाना खानालाई भनेर यहाँ बसिएको छु अब एकछिन खानासाना खाइन्छ रेस्ट गरिन्छ त्यसपछि चाहिँ अब हाम्रो नै काम सक्यो भनौँ होइन अब यहाँदेखि कहिले पठाउँछ त्यो चाहिँ थाहा छैन अब काम चाहिँ सक्यो भनौँ लास्टसम्म चाहिँ हुन्छ म होइन अरू चाहिँ अब बिस्तारै बिस्तारै रिलिज हुँदैछ मान्छेहरू अब म चाहिँ लास्टसम्म हुन्छ ल अनि अहिले एकछिन म अर्को भिडियो आउँछ गाइज होइन अहिलेको लागि चाहिँ ट्यापा लगाएर सो गाइज म चाहिँ देखाउनु गइरहेको छु है अनि यहाँ सरलाई पनि सोध्छु म सर भिडियो बनाउनु पाउँछ भनेर ताहिर सर ऐसा सर वीडियो बना सकते हैं मुश्किल नहीं थ्याङ्क यू हेर्नु गाइज होइन यहाँ चाहिँ खानाहरू यस्तो स्पेसल छ कि होइन टक्क लगाएर हेर्नु न यस्तो दामी फ्रुटहरू है यहाँनिर सब्जी भएर सबैजना ऱ्यामतुल्ला सर अनि तायर सरहरू सबैजना यहीँ हुनुहुन्छ होइन बनाउँदैछ यस्तो हेर्नु न यहाँनिर क्या मिलाएर के यस्तो बवाल सरहरू सबैजना हुनुहुन्छ अनि खानासाना सब्जी साग भेज सादा भेज सबै त्यही हो सरहरू सबैजना हुनुहुन्छ ऱ्यामतुल्ला सर यो अनि खाना लिने मान्छेहरू दिँदैछ यस्तो स्पेसल के हेर्नु नि यस्तो दामी के होइन यिनीहरू चाहिँ अब एनसिसीको हो है हेर्नु न प्लेट पनि आम्मा थैली सरहरू सबैजना अब माछा मासु चिकन छ सबैजना फिक्सनर सरहरू चाहिँ कति हो है अनि यतापट्टि फोटो लिने टिएमसीको फोटो लिने भइरहेको छ यहाँनिर अनि यता फ्रिजहरू छ यहाँनिर बस्नेहरू अनि यो चाहिँ लाग्छ होइन यो चाहिँ सिनियरको है उता फोटोसोटो खिचिरहेको छ सबैजना है अनि यस्तै हो यो चाहिँ एलएनटी कम्पनी हो खाने मान्छेहरू चाहिँ खाना थापेर खाना थालिसक्यो अनि यो चाहिँ हेर्नु न स्पेसल होइन खतरा के खानेकुराहरू त हेर्नु न कुनै छोपेर राखेको छ है कुनै यस्तो हामी चाहिँ एकदम बवाल अनि म चाहिँ मेरो साइडको सरहरूसँग इन्जिनियर सरहरूसँग अनि उ त्यो जियाद सर होइन जियाद सर हो हाम्रो मदन दाई के छ मदन दाई अमिर सर लोग सिबीका सर लोग सब इधर ही है ये चाहिँ हाम्रो सिबीको सबैजना सर ऐसा है सर वीडियो बना रहे हैं तो मुश्किल नहीं है ना मुश्किल नहीं मैं उठा दूंगा सर मुझे सर सबै सरहरू हैन सर यूट्यूब में आएगा वीडियो यूट्यूब में आएगा कुछ बोलेगा सर एलएनटी के लिए है जी हमारे पे केस नहीं होगा नहीं एकदम मजाक हैन एकदम हँसी मजाक गर्नुहुन्छ
सरले बोलाउनु भयो खाना होइन खाना खाने टाइम भइसक्यो है सर कुछ बोलिए ना ये बहुत ही अच्छा प्रोग्राम चल रहा है जिसमें हम लोग जो भी ये आज प्रोजेक्ट फिनिश होने पर जिसमें इस छोटे से बच्चे का एक बहुत बड़ा रोल है जो शुरू से लेकर एंड ऑफ तक बहुत सेफली वर्क किया। उसकी सेफ्टी अवार्ड भी इस बार मिला है 1 हफ्ता पहले और हम लोग बहुत खुश हैं, बहुत इन्जॉय कर रहे हैं। थ्याङ्क यू सर सरले भनिहाल्नु भयो अब हस्तुरा चाहिँ सुने कि सुनेन त्यो चाहिँ थाहा छैन होइन अनि अरू चाहिँ केही पनि होइन भनेको सरले भनिरहेको थियो कि यो साइडमा सेफली काम गर्यो पुरानो थियो सेफ्टी अवार्ड पनि पायो धेरै खुसी लागिरहेछ भनिरहेको थियो हामी सर कुछ बोलिए ना वीडियो में हम यही बोलना चाहते हैं खेलो कूदो अभी वक्त है मजा लो उछल के खेलो दबा के खेलो बस खेलना है सर और कुछ नहीं है जी सर जिंदगी एक खेल है हमें खेलना पड़ेगा और हर मोटा भरा रास्ता में चलना पड़ेगा। हाँ सही है अभी सब हम लोग बैठे सर को दूर समझ के दबाएंगे। हाँ इसको सर लेके जाओ सब एक लगा के जाने टाइम जी वाला फ्रिज लेके जाना फोर्कलिफ्ट में फ्रिज मुश्किल नहीं सर मैं लेके जाऊंगा सर सब इससे हम पूछे कि जान देना आसान है कि गान देना जी हाम्रो सिबीको है सबैजना सरहरू सिबीको फोरमेन इन्जिनियर अनि सबै सेफ्टी सर चाहिँ हो हाम्रो सिबीको मतलब म काम गरेको प्रोजेक्टको है क्या बोलो आपको मन में जो भी आता है वो मतलब इसके बारे में थैंक यू और सो गाइस है मैले जति देखाउनु त्यो देखायो है खाना खाएको भिडियो चाहिँ मैले गर्न पाएन अब खाना खाएको ठाउँमा के गर्नु भनेर होइन अनि जो एलएनटी कम्पनीमा आउने मान्छेहरू चाहिँ अब आउँदा हुन्छ पनि है अब 10 घन्टा ड्युटी हुन्छ ओभर टाइमले फेरि 10 घन्टा 10 घन्टा ड्युटी हो यहाँ एलएनटीको चाहिँ होइन 10 घन्टा ड्युटी अब बाँकी भनेको चाहिँ अब तपाईँको अब 10 घन्टादेखि माथि काम गऱ्यो भने चाहिँ ओभर टाइम हुन्छ अब जति गर्न सक्छ त्यति अब यिनीहरूको नर्मल ड्युटी चाहिँ अब 10 घन्टा रहेछ त्यही हो होइन गाइस अब अरू त के भन्नु लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला गाइस सपोर्ट गरिदिनु होला है यस्तै नयाँ भिडियोहरू लिएर आउँदै आउँछु अझै लिएर आउँछु अनि सब्सक्राइब लाइक कमेन्ट सेयर गरिदिनु होला है एलएनटी कम्पनीमा आउने मान्छेहरू चाहिँ हेर्दा हुन्छ भिडियो म अरू पनि हाल्ने गर्छु के छ ठिकै ल बाई